जगाउँदै हिमालय आयो त्यसैभरि सूर्य झल्मलायो जगाउँदै हिमालय आयो त्यसैभरि सूर्य झल्मलायो त्यसैभरि सूर्य झल्मलायो लोकप्रिय बन्दै गर्छन् आज भन्दा भोलि राष्ट्रलाई आवश्यक छ एमाले र ओली राष्ट्र अनि लोकतन्त्रका खातिर लड्ने पार्टी सबै जनता भन्छन् आज एमाले जाति सबै जनता भन्छन् आज एमाले जाति जोगाउन देशको स्वाभिमान गरौँ सूर्य चिन्हमा मतदान जोगाउन देशको स्वाभिमान गरौँ सूर्य चिन्हमा मतदान गरौँ सूर्य चिन्हमा मतदान भूकम्पमा खट्यो पार्टी स्वयंसेवी मनले साथ दिए मधेस पहाड सबै ठाउँका जनले परिचालन गर्यो यहाँ 20,000 युवा सहभागी भए आफै बच्चादेखि बुढा सहभागी भए आफै बच्चादेखि बुढा सबै भन्छन् एमाले एमाले आपद विपद दुःखमा हेराने सबै भन्छन् एमाले एमाले आपद विपद दुःखमा हेराने आपद विपद दुःखमा हेराने संविधान निर्माणमा यही पार्टीको हात महिला दलित जनजाति सबलाई दिन्छ साथ कोही भने हिँडिरहेछन् गर्न राष्ट्रघात विदेशीको बुइ चढ्नेलाई खेदौ गाउँ गाउँबाट विदेशीको बुइ चढ्नेलाई खेदौ गाउँ गाउँबाट नाकाबन्दी डटेर सामान नेपालीलाई कमजोर नठान नाकाबन्दी डटेर सामान नेपालीलाई कमजोर नठान नेपालीलाई कमजोर नठान एमालेले लियो अडान राष्ट्रियताको खातिर नेपालमाथि आँखा गाड्ने झुक्नै पर्यो आखिर तराई पहाड हिमालको देश हो इन्धेरी देश टुक्राउन दिने छैनौ जाता धर्म भनी देश टुक्राउन दिने छैनौ जाता धर्म भनी अघि अघि एमाले पार्टी पछि पछि जनताको छाती अघि अघि एमाले पार्टी पछि पछि जनताको छाती पछि पछि जनताको छाती
वृद्धलाई भत्ता अनि बुढेसकामा हात महिलालाई अग्र स्थान दलितको साथ छिमेकसँग मित्रता र चाइनाबाट रेल युवालाई रोजगारी भ्रष्टलाई जेल युवालाई रोजगारी भ्रष्टलाई जेल त्यसैले त सूर्यमा छाप बहुमतको एमाले सरकार त्यसैले त सूर्यमा छाप बहुमतको एमाले सरकार बहुमतको एमाले सरकार आफ्नो गाउँ आफै बनाऊ भन्ने नारा ल्यायो समृद्धि र विकासका सपना जगायो हिमाल पहाड तराई मधेसीकै साझा पार्टी ढुक्क हुनुहोस् एमाले हो नजिकको साथी ढुक्क हुनुहोस् एमाले हो नजिकको साथी फर्काउनु छ युवालाई पनि स्वदेशमै दिनु छ रोजगारी फर्काउनु छ युवालाई पनि स्वदेशमै दिनु छ रोजगारी केन्द्र प्रदेश अनि गाउँपालिका एमालेकै हो नि यसपालि त केन्द्र प्रदेश अनि गाउँपालिका एमालेकै हो नि यसपालि त एमालेकै हो नि यसपालि त एमालेकै हो नि